सो हे गाइज वेलकम टु माई ब्लग होइन गाइज र आजको ब्लग चाहिँ के हो भन्दाखेरि आज हामी सुर्के जाँदैछौँ। आज हामी आफ्नो गाउँ खुडकुडी दैलेखबाट। सो गाइज त्यही हो, आज बिचबाटोमा अब के हुन्छ अनि कहाँ के गऱ्यौँ भनेर सबै चिज क्याप्चर गर्छु होइन भन्ने प्रयास गर्छु। अनि त्यही हो गाइज, दैलेखमा धेरै काम गऱ्यो, एकदम रमाइयो, धेरै कुरा गरियो, एकदम रमाइलो भयो, धेरै कुरा सिकियो, धेरै मान्छेसँग भेटियो, कान्छी फुको बिहा राम्रोसँग मनाइयो, हाम्रो स्वागत एकदम राम्रोसँग गर्नुभयो, धेरै कामहरू एकदम गरियो है गाइज, एकदम रमाइलो भयो। सो गाइज त्यही नै हो, देख्नुहुन्छ अगाडि हुनुहुन्छ हाम्रो परिवारहरू होइन, त्यहाँ बस्नुभयो। अनि कसैले खाना खाँदै हुन्छ, कसै रेडी हुनुभयो, म चाहिँ रेडी भइसक्यो गाइज, सी गाइज। अनि म चाहिँ हातमा दही खाँदैछु। सो गाइज त्यही नै, अब हामी केही छिनमा होइन सबैजना रेडी भएर सबैजना खानासाना खाएर जान्छौँ। अनि हाइसमा अनि हाइसबाट जान्छौँ हामी सुर्खेत। सो गाइज ल बिचबाटोमा भेटौँला। धान छाड्नु लाऊ गाइज अब घरतिर गएको है पुछै बक्चामा यत्रो बोकेछु। आफ्नो सामान त आफै बोक्नु पर्ने हो त। फ्यान जान नलागेको है। जाम पल्टनको जागिर बाइगन ल जान लागेको अब गाउँलाई छोडेर पछि आउँछौँ फेरि हामी रमाइलो गर्छौँ। आज धनी भएको छ कति धेरै हो। जामा भित्र गएर बसौँ दिदी, आउनु आउनु पुग्छ जामा हिँड्नुहोस् पुगो ल यार, यता यार हात हल्ला यसरी हल्ला हेर लाज माने हात हल्ला नहल्ला त ठिकै छ। जहाँ बस्नु बस्नु मेरो त सामान यता हात हेर्नु होला, म त यहाँ बस्ने यहाँ दामी छ। यो मेरो सामान कहाँ राख्नु त यहाँ राख्छु। झ्याल कसरी खोल्छ? त उठ्न यहाँबाट म यो सिटमा अभि तपाईँ बस्ने, म त कहाँ, म त यहीँ बस्छु त। यहीँबाट ठिक छ ल ल ल ल।
यही तँलाई तैँले ल बाई 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 गर्न सबले बाई अङ्कल ल बाई बाई हाम्रो घर देखेको छ है गाई चाहिँ यतिकै देख्दा हुन्छ यो हाम्रो घर है यो खुटखुटी हामी बसमा छ